आफू चाहिँ काठमिस्त्री पर्यो अलिकति चिया बेसी नै खाइन्छ लेट्स ट्राई Hi everyone, welcome to my video. आज चाहिँ यहाँनिर मेरो भाइहरूले डिनरको प्रिपरेसन्स गर्दैछ है स्पेसल डिनर बनिँदैछ हाम्रो लागि सो मेरो भाइले नै भिडियो पनि बनाउँदैछ अन्त मेरो अर्को भाइले चाहिँ बनाउँदैछ हेर्नुहोस् होला स्पेशल पर्सन हियर हामीलाई मोटिभेसन दिनुहुने तेल पुरा टेम्पटिङ छ अब इट्स लाइक रेडी टु फ्राई रेडी टु कुक हाम्रो दिदी अब बिरयानीको लागि स्पेसल चामलको तयारी यसलाई के पो भन्छ माना हामी चाहिँ मानाको हिसाबले हाल्छौँ चामल चाहिँ हो माना चाहिँ यस्तो कालो भइसकेको छ चामल उगाएर यो पनि एउटा एन्टिकै हो अब आजकल यस्तो सिधा हामीले त ग्लासबाट हाल्छ त्यही भएर दिस इज भेरी एन्टिक सेफ के गर्नुहुँदैछ सेफको अब यहाँ रेडी गर्दैछौँ यो त अब अलिकति रेडिस भएर अलिक गरम रेड भयो भने चाहिँ हामीले यसलाई निकाल्नुपर्छ राइस वासिङ मजाले तपाईँहरू पनि आउनुहोस् होला म बिरयानी बनाएर खाइदिइहाल्छु हाम्रो सर हुनुहुन्छ यहाँ प्लिज यो ब्लगको थ्रु चाहिँ कमेन्टमा लेख्नुहोस् होला सेफलाई भेट्नुहुन्छ भने चाहिँ थ्याङ्क यू अभिषेक सर भनेर लेख्नु पर्यो दिदीको थ्रु भेट्नु सक्नुहुन्छ सेफले यो अनियन्सहरूलाई निकाल्नुहुँदैछ रोस्ट गरेर मजाले कलर हेरिहाल्नुहोस् होला हामीले कस्तो हालेको थियो र कस्तो भइसक्यो है यो मजाले कुक्छ त्यो चाहिँ हाम्रो लोकल सेफ हो सेफ फ्रम मिसो र अघि भने जस्तै आन्टीले यहाँ चियाको प्रिपरेसन सुरु गर्नुभएको छ हामी अब चिया सँगसँगै मजाले खाँदै हाम्रो डिनर सेफले यहाँ मसलाहरू रेडी गर्नुभएको छ अघिको जुन चाहिँ तेल निकालेको छ अन्त डिफ्रेन्ट टाइप्स अफ मसला छ तेजपत्ता जिरा दालचिनी ल्वाङ है यो विशेष कार्डमम ठुलो खालके अनि लोकल सेफ he called himself as a chef bought from Miso. कतिसम्म फ्राई गर्नुपर्छ सेफले चाहिँ यो चाहिँ अलिकति फुल फ्राई गर्नु पर्दैन चिया अब मजाले उम्लिसकेको छ अब सर्टको टाइम होला त्यसपछि चाहिँ हामीले के हाल्छौँ भने अलिकति अदरक माथिबाट अमित अलिक कम्ती चिया भनेर चाहिँ मम्मीले फेरि भइहाल्यो हो आफू चाहिँ काठमिस्त्री पर्यो अलिकति चिया बेसी नै खाइन्छ लेट्स ट्राई यहाँ हाम्रो कटिङहरू यो चाहिँ टपिङ्सको लागि भइसकेको छ र अब सेफले चाहिँ रियल बिरयानी चाहिँ अब सुरु हुँदैछ हामीले फ्राई चाहिँ गरिसक्यौँ अघि सबै सेट चिकन अनि अलिकति मसलाहरू पनि रेडी गर्नुपर्छ बेसी चाहिने त्यही टमेटो फ्राई मात्रै हो र दिस इज द मेन कुकिङ अफ बिरयानी यहाँ चाहिँ अब हामीले यसरी सबै मिक्स गर्छौँ लेयर बाई लेयर अब एक प्लेट चिकन गयो अलि दिदीले दिनुभएको यो बासमती चामल भिजाएको छ भिजाएर राखेको रहेछ अलिकति चिकन हालेर एक लेयर चामल हाल्नुभएको छ अनि अघिको जुन चाहिँ गोल्डन अनियन्स चाहिँ हामीले फ्राई गरेर रोस्ट गरेर निकालेको त्यसलाई अलिकति चाहिँ गरिदियो माथिबाट अलिकति तेजपत्ता अलिकति बिचमा फ्लेभर र अलिकति अरोमाको लागि गार्निसिङ अलिकति कोरियान्डर लिभ या अलिकति हामीले टमेटोस अघि फ्राई गरेको अलिकति हालेको छौँ यो चाहिँ अलिक ग्रेभीलाई है टेक्स्चर दिनुको लागि यसले अलिकति गाढा बनाउँछ हाम्रो उयसलाई ग्रेभी टाइप है ग्रेभीलाई गाढा बनाउने काम टमाटरले गरेको छ यो चाहिँ मजाले ओइलमा फ्राई गरेर एडिसन गर्यो अनि अलिकति फेरि बटर यो चाहिँ देसी घी अब लास्टली अब घिउमाथि चाहिँ हामीले पानी हालिदिने यसरी
जति अब तपाईँको चामलको अन्दाजमा नर्मल कति हाल्नु भएको छ त्यति नै हाल्नुपर्छ पानी पनि पर्यो पानी हाल्ने। यो चाहिँ हाम्रो चामललाई स्टिम गर्नलाई। कभर गरिदिनुपर्छ। लास्टली यसलाई कभर गरेर यसलाई 1 सिटीको लागि राखिदिने। अब हाम्रो बिरयानी चाहिँ इट्स रेडी एन्ड सेफ हामीले बिरयानीलाई के गर्नुपर्छ? अब यो चाहिँ यहाँ गुम्सिनु हुँदैन। अम्बो द अरोमा इज लाइक वाह। यहाँ चाहिँ हामी अलिक ठुलो जग्गामा अलिकति स्प्रेड गरेर एकछिन गरिदिन्छ। त्यहाँदेखि चाहिँ रेडी टु सर्भ। This is what we are right now, where we are right now. It's ready to serve. है हामी सर्भ गरेर अब रियाक्सन पनि ट्राई गरौँ। है लाइक रियाक्सन ल्याउँछु। यहाँ चाहिँ अब यो चाहिँ हाम्रो अन्डा चाहिँ है बोइल्ड एग्स आर कम्प्लिमेन्ट्री। नाउ वी विल सर्भ इट अनि विल सी रियाक्सन हेरौँ। अब आन्टीले सर्भ गर्नु सुरु गर्नुहुँदैछ बिस्तारै बिस्तारै। हामीले है सर्भ गरिरहेको छौँ। राइता पनि छ। म चाहिँ मेरो ह्यान्डले खानेवाला छु। बेलाले ट्राई गरिसक्नु भएको छ। बेला रियाक्सन That was my mistake.